कहिलेकाहीँ संसार बदल्न ठूला शब्द चाहिँदैनन्। एउटी आमाको मौन त्याग र एउटा छोराको अटुट मेहनत नै काफी हुन्छ। यो कथा हो एउटी गरिब आमाको र उनका मेहनती छोराको सफलताको। शहरबाट टाढा एउटा सानो गाउँ थियो। त्यही गाउँको छेउमा फूसको छानो भएको सानो घरमा बस्ने गर्थिन् कान्ती आमा। जीवनले उनलाई धेरै दुःख दिएको थियो। श्रीमान बितिसकेका थिए। सहारा भनेको एउटै मात्र, उनको छोरो रमेश। कान्ती आमा बिहान सबेरै उठ्थिन्। अरूको खेतमा काम, घाँस काट्ने, दाउरा बोक्ने। थकान कहिल्यै नदेखाउने प्रयास गर्थिन्, किनभने उनको आँखामा एउटै सपना थियो, मेरो छोरो पढोस्, ठूलो मान्छे बनोस्। रमेश सानो भए पनि बुझ्थ्यो आमाको पसिनाको मूल्य। ऊ खेल्न भन्दा आमालाई सघाउन मन पराउँथ्यो। उसको मनमा एउटा वाचा थियो, एक दिन म आमाको दुःख अन्त्य गर्नेछु। विद्यालयमा रमेश साधारण देखिन्थ्यो। पुराना किताब, च्यातिएको झोला, तर असाधारण थियो उसको लगन। ऊ ध्यान दिएर पढ्थ्यो, हार मान्दैनथ्यो। शिक्षकहरू भन्थे, यो केटाले केही गरेर देखाउँछ। कान्ती आमा आफै पढेकी थिइनन्, तर शिक्षाको महत्व राम्ररी बुझ्थिन्। धेरै रात उनी भोकै सुतिन्, तर छोराको पढाइ रोक्न दिइनन्। समय आयो, रमेशले परीक्षा उत्कृष्ट अङ्कमा पास गर्यो, तर अगाडि पढ्न पैसा थिएन। रमेशले भन्यो, आमा, म काम गरेरै पढ्छु। आमाको आँखाबाट आँसु झर्यो, तर त्यो आँसु कमजोरीको थिएन, त्यो आँसु भरोसाको थियो। शहरमा रमेशले दिनरात काम गर्यो, दिनमा पढाइ, राति काम, थकान, पीडा, तर सपना कहिल्यै थाकेन। अन्ततः उसले छात्रवृत्ति पायो। त्यो खबर आमासँग बाँड्दा कान्ती आमा खुसीले केही बेर बोल्नै सकिनन्। वर्षौंपछि रमेश सफल भयो। पहिलो तलब आमाको हातमा राख्दै उसले भन्यो, आमा, यो तपाईको हो। कान्ती आमाले मुस्कुराउँदै भनिन्, छोरा, तिमी नै मेरो सबैभन्दा ठूलो सफलता हौ। यो कथा हामी सबैलाई सम्झाउँछ, गरिबी बाधा होइन, हार मान्नु बाधा हो। जहाँ आमाको त्याग र छोराको मेहनत हुन्छ, त्यहाँ सफलता अवश्य जन्मिन्छ। धन्यवाद। सब्स्क्राइब